हेलो साथीहरू, यो कुकुरो काट्न आँटेको भोलि बिरयानीको लागि राति नै काटेर सबै मिश्रण गरेर राख्छु र यत्र पिस गरेर राख्छु। चिकन पिस यत्र छन्, एउटा डिममा र एउटा चिकन पिस अनि राइस दिएर 80 रुपियाँ। यो हो दही हाले, हेर्नुहोस् कुनै पनि ठगबाज छैन, लाइभ देखाउँदैछु। यो चाहिँ लसुन अदुवा र पुदिनाको पेस्ट हो, आदि हालेँ र यो टमाटोको पेस्ट यो पनि हालेँ। यो निबु, यति निबुको रस चाहिँ हाल्नै पर्छ, निकै छ यो निबुको रस, कमसेकम 2-3 चम्मच। चिकन मसला हो यो चाहिँ। अनि हर्दी थिएन, हर्दी मात्रामा हालेँ। यो जिरा पाउडर 2 चम्मच हालेँ र यो धनिया पाउडर 2 चम्मचै हाल्छु र यो चाहिँ लाल मिर्च, यो चाहिँ अलिकति खोर्सानीवाला हो, पाउडरकै हाल्छु किनभने कस्टमरले खोर्सानी भएन, पिरो भएन भन्न थालेर खोर्सानी हाल्न थाले। यो चाहिँ होममेड चिकन बिरयानी मसला भनौँ न। अब यो चाहिँ कम मात्रामा हाल्छु किनभने यसमा चाहिँ बहुत अलिकति हाल्दै हुन्छ। नमक स्वाद अनुसार। यति सबै गरेर यो मिश्रण गरेर राखेँ। यो बिहानसम्म रहन्छ, रातभर रहेर फ्रिजमा रहन्छ र हेर्नुहोस् यसमा चाहिँ कुनै ठगबाज छैन। आजसम्म राम्रै गइरहेछ र राम्रै हुन्छ भन्ने आशा गर्छु। नमस्ते।